तपाईहरू धेरैले आइपिओमा आवेदन दिनुहुन्छ तर अलटमेन्ट कसरी हुन्छ भन्ने थाहा छैन अथवा तपाईँले कसरी किताब पाउनुहुन्छ भन्ने कुरा नै थाहा छैन। आजको भिडियोमा म तपाईँहरूलाई नेपालको आइपिओ लटरी प्रक्रिया एकदम सरल भाषामा बुझाउने छु। अन्तिमसम्म हेर्नुहोस्, तपाईँको अर्को आइपिओ आवेदनमा धेरै सहयोग पुग्नेछ। सबैभन्दा पहिले बुझौँ आइपिओ अलटमेन्ट किन लटरीबाट हुन्छ भनेर। जब धेरै मानिसले आवेदन दिन्छन् र कम्पनीले जति युनिट जारी गरेको छ त्योभन्दा बढी माग हुन्छ, त्यसलाई ओभर सब्सक्रिप्सन भनिन्छ। तर सबैलाई दिन सम्भव हुँदैन। 7 को नियम अनुसार कम्प्युटराइज्ड र्यान्डम प्रक्रियाबाट लटरी गरिन्छ। अब चरणबद्ध रूपमा सरल भाषा बुझौँ। चरण 1 मा चाहिँ भ्यालिड आवेदन छान्ने। तपाईले मेरो शेयर एपबाट आवेदन दिनुहुन्छ र बैंकले रकम ब्लक गर्छ। नाम, बिओआइडी नम्बर, रकम सबै मिलेमा मात्र त्यसलाई भ्यालिड मानिन्छ। गल्ती भए आवेदन रद्द हुन्छ। र अब हामी आउँ चरण 2 मा। यसलाई चाहिँ डाटा र्यान्डमाइजेसन भनेर भनिन्छ। आवेदकहरूको सूची बनाइन्छ, त्यसलाई पूर्ण रूपमा र्यान्डम बनाइन्छ, जस्तै नम्बर उल्ट्याउने, मिलाउने आदि इत्यादि। यसले गर्दा आफ्नालाई पर्ने अरूलाई नपर्ने भन्ने हुँदैन, सबैको मौका समान हुन्छ। अब चरण 3 मा अर्को कुरा गरौँ, स्किप भ्यालु क्याल्कुलेसनको। यो सिम्पल म्याथ हो। मानौ एबिसी लिमिटेड नामको कम्पनीले 1 लाख युनिट शेयर जारी गरेको छ, जसमा 5 लाख भ्यालिड आवेदन पर्यो। अब अलर्ट हुने आवेदक बराबर 1 लाख भागा 10 बराबर 10,000 जना हुन्छ। अब स्किप भ्यालु चाहिँ कति हुन्छ भन्दाखेरि 5 लाख भागा 10,000 गर्दाखेरि 50 हुन्छ। मतलब प्रत्येक 50 जना आवेदकमा 1 जनालाई मात्र अलर्ट हुन्छ। अब यस पछाडि चरण 4 मा जाउँ, जसलाई र्यान्डम स्टार्टिङ पोइन्ट भनिन्छ। कम्प्युटरले र्यान्डम नम्बर छान्छ, त्यही नम्बरबाट 50, 100, 150 गर्दै गएर भाग्यशाली आवेदक छानिन्छ। यो सबै इस्यु म्यानेजरले 7 को निगरानीमा गर्दछ। र चरण 5 मा अलटमेन्ट र रिफन्ड। भाग्यशालीलाई 10 युनिट शेयर डिम्याट खातामा आउँछ। बाँकीको रकम 4-5 दिनभित्रै बैंकमा फिर्ता हुन्छ। मानौ एबिसी लिमिटेडको आइपिओ आएको छ, जारी युनिट रहेको छ 1 लाख, भ्यालिड आवेदन कति पर्यो भन्दाखेरि 5 लाख। अब अलर्ट भएका 10,000 जनालाई 10-10 युनिट। धेरै युनिट भर्नेले पनि 10 युनिट मात्र पाउँछन्, किनभने लटरीमा सबैको समान मौका हुन्छ। 10 युनिट भरे पनि 500 युनिट भरे पनि एउटै हो। महत्त्वपूर्ण टिप्स भनेको धेरै युनिट भर्नुको कुनै अर्थ छैन, किनकि यो लटरी हो। एउटै व्यक्तिले एउटा मात्र आवेदन दिन सक्छ। बिओआइडी नम्बर र बैंक विवरण सही राख्नुपर्छ। रिजल्ट सिडिएसी वेबसाइट वा मेरो शेयरमा हेर्न सकिन्छ। यो प्रक्रिया निष्पक्ष छ, किनभने कम्प्युटर र नियामकले नियन्त्रण गर्छन्।